उहाँ चाहिँ को हुनुहुन्छ अनि यो पहेँलो झोलाभित्र के हालेर प्याक गर्दै हुनुहुन्छ जान्नको लागि भिडियो अन्तिमसम्म हेर्नुहोला साथीहरू। हेलो साथीहरू, नमस्कार सबैजनालाई। कहाँबाट हेर्दै हुनुहुन्छ? आज पनि मैले लिएर आइसकेँ मेरो सानो मिनी ब्लग। आज चाहिँ म हेलमेट लाएर स्कुटर चलाएर सर्रै हिँड्दैछु। हिँड्दा हेर्नु नि सेती रिभर चाहिँ कति ठुलो, कति मजाले आएको के ठुलो भएर। अनि मैले चाहिँ भिडियो नखिची बस्नै सकिनँ। अनि यो सल्लक्क भ्यू हेर्नु न, हिँड्दै यस्तो राम्रो भ्यू देखिएको। आज त टाढा टाढासम्म नि खुलेको, आएपछि चाहिँ पानी परिराखेको थियो। आज चाहिँ घाम लागेको भएर होला कति राम्रो देखिएको क्या। प्रकृतिसित रमाउनु पाउँदा नि छुट्टै हुन्छ क्या, आनन्द फिल हुन्छ। अनि सल्लक्क भिडियो बनायो। यो चाहिँ मेरो माइती गाउँ जाँदैछु के म त, माइती गाउँतिरको हो यो, बाघमाराको। अनि हेर्नु न सल्लक्कै, अनि बाटो हेर्नु यस्तो राम्रो छ क्या अहिले बाघमाराको बाटो। अनि एकैछिन म चाहिँ आइपुग्न लाएँ। आइपुगेर स्कुटर राखेर हेरेको त घर कोही पनि हुनुहुने रहन्छ। अनि मम्मीले चाहिँ म यता छु भनेर चिचाउनु भयो। मम्मीहरू चाहिँ बारीमै हुनुहुने रहेछ। अनि ल म त्यतै आउँछु भनेर म पनि त्यतै जान लाएँ। अनि यसो हेरेको त बारीमा के गर्दै हुनुहुन्छ मम्मी भनेको त, धान कोदो रोप्दैछु छोरी भनेर भन्नुभयो होइन। अनि के हो, कहिले धान रोप्ने कहिले कोदो रोप्ने, कामै भ्याइन्न क्या मम्मी हजुरको भनेर भने। अनि ठुलो यो चाहिँ मेरो माइती घर हो क्या। हेर्नु न सर्र हावा आइरहेको छ है। अनि कति शीतलो छ कि यस्तो घाममा पनि हावा आइरहेको छ। अनि मम्मीलाई मम्मी मैले भिडियो खिचेँ है, यता हेर्नु है भनेर भने। ल छोरी भनेर। अनि मम्मी हुनुहुन्छ त चाहिँ, अनि उता चाहिँ ठुली मम्मी हुनुहुन्छ। अनि मम्मी तपाईँलाई काँटा आउँछ कि यस्तो जाँगर, कति दुःख गर्नुहुन्छ क्या अझै पनि भनेर म बोलिरहेको थिएँ। अनि मम्मीले चाहिँ अलिअलि दुःख चाहिँ गर्नै पऱ्यो नि छोरी, हात खुट्टा चलिन्जेल त दुःख अनि भन्छन् क्या, दुःख गर्नुपर्छ भन्नुभयो है। अनि बाबा खै त नि मम्मी बाबालाई देखिनँ त भनेको, बाबा घरतिरै हुनुहुन्छ होला नि, जाऊ न तिमी घरतिर भन्नुभयो। अनि म नि घरतिर आएँ है। आएर अनि यसो हेरेको त्यतापट्टि त धान रोप्नु भयो रहेछ क्या। छतको पानी थिराएर यता धान रोप्नु भएको, कस्तो सिपालु क्या। अब यो धान रोपेपछि चाहिँ माटो माथि आउँछ अरे, ढुङ्गा तल बस्छ अरे, अनि खेती गर्न सजिलो हुन्छ भनेर धान रोप्नु भयो रहेछ। अनि यता वरिपरि हेरेँ बाबा बाबा भनेर बोलाएँ, देखिनँ बाबालाई। अनि यता पछाडि पनि हेरेँ बाबा पछाडि हुनुहुन्छ कि भनेर, बाबा पछाडि पनि हुनुहुन्न। अनि गोठातिर नि गएँ, बाबा भनेर बोलाएँ, देखिनँ। अनि देखेपछि भैँसीसित गफ गरेँ, ओइ के छ खबर, म आइपुगेँ हेर त भने। अनि गफ गरेँ। म त फेरि सबैसित गफ गर्ने चलन छ क्या, डियाहरू जनावरहरू भएर नि के भयो त नि है, म त बोल्छु क्या यिनीहरूसित बोल्ने अनि गर्छु क्या। अनि घाँस रहेछ त्यहाँ आडामा, अनि बाबाले काटेर राखेको चाहिँ, अनि घाँस हालिदिएँ। अनि बाबाले देख्थिस् अनि यसलाई पनि अनि उठेर घाँस खान थाले। अनि बाबा ऊ हाँस्दै आउनु यस्तो छोरी माइत आउँदाखेरि फोन हानेर बोलाउनु पर्ने बाबालाई। अनि बाबाले चाहिँ धान हेरेर कस्तो राम्रो भयो है भन्न, राम्रो भयो बाबा। अनि अब खाजा खाने होला नि, छोरी आसिन के खाने होला खाजा भने त्यसै म चियासे पकाउँछु है त मम्मी भनेर बाबा भने। अनि ल भने चियासे बनाएर अनि मम्मी ठुली आमी अनि हामी सबै भएर खाजा खाँदै थियौँ। अनि खाजा खाँदा नि भिडियो खिचेको, यो छोरीले आजभोलि भिडियो खिचेर हैरान पार्ने भने जति बेला नि भिडियो बनाउँछिन् भन्नुभयो। अनि हामी बारीतिर पस्यौँ कि हेर्नु न, छिमले मकै लाउनुहुन्छ क्या हाम्रो बाबाहरूले। मम्मीले चाहिँ एक छिमल खाछिन्, फेरि अर्को छिमल भइहाल्छ भनेर मकै जति जम्मै चराले खान्छ छोरी भनेर। अनि काट्न लाउनु, तिमीले लानु परेन त नि भनेर भन्नुभयो। अनि मकै काट्दिन लाउनु भयो कि मकै मैले पनि भाँचेर राख्न लाएँ। हेर्नु न छोरीको माया कति छ कि, यसो केही फल्यो पनि छोरीले खान्छ कि भनेर बोलाउनुहुन्छ कि। म चाहिँ खास बाबाले बोलाएर आएको। यो कटर हो कि, यो बोरामा हाल्नुभएको चाहिँ माथि हजुरबाले चाहिँ नातिनीले खान्छ भनेर चाहिँ पठाइदिनु भयो रहेछ। अनि यही लिन बोलाउनु भएको थियो बाबाले फोन हानी। अनि म चाहिँ लिन आएँ कि। अनि कसरी मिल्छ स्कुटरमा भनेर बाबाले हालिदिनु भयो है। अनि बाबाले हालिदिनु भयो स्कुटरमा। अनि कस्तो माया के है, जे पाके पनि घर नजिकै माइत भएको यही हो कि फाइदा खास नि। अनि जे पाके पनि छोरीले खान्छ कि भनेर बोलाउनुहुन्छ क्या फोन हानेर। अनि म चाहिँ लिन दौडिहाल्छु। अनि मम्मी चाहिँ खेतै काम गरिराख्नु भयो रहेछ। अनि मम्मी म गएँ भनेर आएँ, म नि घरतिर आएँ। घरतिर आएर अनि यही यो सामान मैले लिएर आएको चाहिँ मकै ल्याएँ। अनि कटर त बोरामा चाहिँ कटर छ क्या हजुरबाले पठाइदिनु भएको।
हाम्रो हजुरबा चाहिँ अलि माथि पाहा बस्नुहुन्छ क्या, अनि पाहाबाट पठाइदिनु भयो रहेछ। त्यही लिनालाई पठाउनु भयो, पाकिसक्यो आउने होइन लिन भनेर फोन हानेर बोलाउनु भएको थियो। अनि म लिन गएको थिएँ क्या। बाको बारीमा फले पनि नातिनीले खान्छ कि भनेर सम्झेर पठाइदिनुहुन्छ क्या। कति खुसी लाग्छ मलाई। बा अलि माथि बसे पाहा बसे पनि नातिनी नजिकै आएर लैहाल्छ, पाके यो सिजनको फल खान पाइहाल्छ भनेर पठाउनु भयो। अनि मैले चाहिँ कुन चाहिँ पाकेको छ रोज्नुपर्छ है, बुढो रोजेर काट्न पर्यो भनेर बुढोलाई बोलाएर, अनि बुढाले चाहिँ रोज्दै हुनुहुन्छ क्या कुन चाहिँ पाकेको छ त्यो चाहिँ काटेर खाइहाल्नु पर्यो भनेर। अनि यो कटर काट्दाखेरि चाहिँ तेल लाउनुपर्छ भन्नुहुन्थ्यो कि बाबाले। चाहिँ सबै चोप लाउँछ छोरी, तेल लाएर काट है भनेर। अनि बुढोले तेल लाउनु भयो है, अनि काट्न थाल्नु भयो है। कति राम्रो के कोया है, कति ठुल्ठुलो कोया। अब हामीले चाहिँ कटरको कोया भन्छौँ के अरे, अब आफ्नो ठाउँअनुसार छुट्टै छुट्टै भन्ने नाम हुन्छ है। अनि बुढोले चाहिँ फोर्नु भयो, फोरेसिन चाहिँ यसो हेरेको त कति राम्रो के यो कोया है। अनि बाबुले चाहिँ म खान्छु भनिहालिन् बाबुले चाहिँ। अनि ल बाबु खा भनेर बाबुलाई दिएँ। अनि सबै निकाल्नु भयो बुढोले चाहिँ। अनि निकालेर मैले टेस्ट गर्न लगाएको, हेर्नु साथी यति गुलियो यति मिठो, मलाई त कति मिठो लाग्यो कति मिठो लाग्यो है। ल यति नै है आजको भिडियो। थ्याङ्क यू फर वाचिङ साथीहरू, बाई बाई साथीहरू।